रोप्दैनन् धनिया समेत अहिले बाँझो छ बारी जति खोज्छन् स्वच्छ सफा र तागत दिने खान्छन् विषादी कति आफ्नै जैविक सागपात घरको उत्कृष्ट त्यो भोजन कोरा कागजमा सीमित हुन गो स्वादिष्ट त्यो व्यञ्जन आयुर्वेदिक औषधि छ घरमा दैलो उगार्छौ भने बाँझो खेत हरा भरा फसलले जे उमार्छौ हुने माटोमा सुन फल्छ बरकत भए यो चेतना फैलियोस् बोक्दै प्लास्टिक दौडिने पसलमा बानी सधैँ अन्त्य